मकै धनियाँ रोप्नु भएको रहेछ। हिजो भर्खर रोपेको। यो चाहिँ हाम्रो दिदीको घरको छतमाथि। साथीहरू तपाईँले यो घरको अग्लो घरमाथि हेर्नुभयो भने गाडीहरू जिरिङ्ग हुन्छ होइन, नयाँ दिन होला त रहन्छ। अनि फुलै फुल छ है, भर्याङभरि यस्तो फुलै फुल छ। हाम्रो दिदीले रोप्नु भएको मात्रै यस्तो फुल हुन्छ। कति दामी भर्खर के फुल भन्छ यसलाई, यस्तो दामी फुलेछ है। पुरै गमला छ है, यो पनि पुरै गमलामा। हजुर हाम्रो दिदीले रोप्नु भएको सबै छ है। वेलकम ब्याक टु मेरो युट्युब च्यानल। म दुर्गा थापा हुँदैछु। मेरो आज मैले माथि घरमाथि फुल रोपेको छु, ड्रागन फुलहरू सबै रोपेको छु। त्यो अहिले मैले माथिभरि देखाउने छु। हेरिदिनु होला, साथ दिनु होला, इन्जोय गरिदिनु होला। के छ के छैन होइन, सबै माथि 3 तले घरमाथि मेरो दिदी घरमाथि मैले फुलहरू रोपेर सबै ड्रागन फुलहरू सबै के त्यो मकै पनि रोपेर सबै उगेको छु साथीहरू। त्यो यो पनि सबैजनाले हेरिदिनु होला। अब म देखाउन लागिरहेको छु। अब तपाईँहरूले हेरेर साथ दिनु होला। को सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। को नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। आफ्नो साथीहरूलाई पनि सब्सक्राइब गर्न पठाइदिनु होला। यति हेल्प गरिदिनु होला कि तपाईँहरूले यो सब्सक्राइब गरेर पैसा लाग्ने होइन, हेल्प मात्रै गरिदिनु होला भनेको। त्यही भएर म अब माथि जाँदैछु साथीहरू। अब हेरिदिनु होला सबैजनाले। देशको साथीहरू यही घरमा मैले फुल रोपेको। अनि यो घर देख्नु सक्नुहुन्छ। अनि यो घरमाथि के छ हजुरलाई देखाउनु छु माथि गएर। अहिले तपाईँहरूलाई म फुल देखाउँदैछु है। चाहिँ मकै है, हामीले मकै धनियाँ रोपेको छ। हाम्रो दिदीले चाहिँ यो मकै धनियाँ रोप्नु भएको रहेछ तर ठाउँ नभएर। अनि यो चाहिँ अरू बिरुवाहरू। अनि यो ड्रागन फुलको। अनि यो चाहिँ अस्ति नै यहाँ ड्रागन फुल थियो। अनि फेरि यो फुलहरू अस्ति नै हामीले खाइसक्यौँ। अनि यो पनि छ होइन गमलामा। अनि यो पनि अस्ति नै हाम्रो दिदीले रोप्नुभयो, यहाँ फलिसक्नुभयो। यहाँ चाहिँ नि हामीले पछि रोपेर तपाईँहरूलाई देखाउनेछौँ। यहाँ चाहिँ हामीले त्यस्तै गरी फुलहरू देखाउनेछौँ। यहाँ पनि फेरि हिजो भर्खर रोपेको हामीले। अनि यो पनि रोप्यो। अनि पछि यहाँ ड्रागन फुलहरूको फेरि धेरै फलोस् भनेर। यो चाहिँ हाम्रो दिदीको घरको छतमाथि यस्तरी दामी हेर्नु न, बुटोलको सहरहरू यस्तरी हेर्दा लाग्छ रहर जस्तै देखिरहेछ। अनि यस्तै रोडतिर उता पारितिर बुटोल सामेन्जी पर्छ। यो घरबाट तल है, यस्तो दामी देख्छ। त्यो मेन तलको यस्तो राम्रो देख्छ। यसरी तल छलङ्ग यस्तो दामी है, यस्तो दामी सहरहरू, बुटोलको सहरहरू यस्तो दामी। घरहरू पनि खतरा छ है, गाडीहरू। यस्तो दामी देख्छ है, बुटोलको सहरहरू यस्तो दामी झलमल्ल
भित्रको सहरहरू यस्तो दामी घरै घर मात्रै भरिएको अनि यस्तो दामी के सर दिदीले रोप्नु भएको फुलहरू यस्तो दामी छ कि यस्तो सजावटको लागि है यस्तो तर पनि फुलहरू के रोप्नु भएको छ धारा अनि फेरि यो के भन्छ अरे यसलाई घिउकुमारी भन्छ अनि सानो सानो के रोप्दै हुन्छ यो पनि भर्खर फल्दैछ अनि यो फुलहरू यस्तो रहन्छ अनि यो पियाजको पात अनि फेरि पियाजको पातहरू रोप्नु भएको रहेछ अनि यो पनि रोप्नु भएको छ यो फुलहरू कोही फुल्छ के छ अहिले अहिले यो पनि फुलै फुल्छ है भर्याङभरि यस्तो फुलै फुल्छ हामी दिदीले रोप्नु भएको फुल मात्रै यस्तो फुलहरू छ कति दामी फुलहरू छ यो पनि यस्तो के चिजहरू रोप्दै हुनुहुन्छ होइन अनि यो फेरि फुल भर्खर फुल्दैछ अनि यो फुलहरू के सबै छ कि हरेक चिजहरू छ पुरै भर्याङदेखि लिएर छतदेखि लिएर पुरै फुल्के माथिसम्म यहाँ माथि पनि यस्तो के रोप्दै हुन्छ यस्तो सिजा यो राखुँदैछ भर्खर पुरै सबै गमला के यो पनि के फुल भन्छ यसलाई यस्तो दामी फुलेछ है पुरै गमला छ है यो पनि पुरै गमलामा यो फेरि भर्खर मरिसक्यो जस्तो पिता कि के छ है यस्तो हाम्रो बाजे हामी दिदीहरू रोप्नु भएको सबै छ है त्यहाँदेखि माथि लिएर साथीहरू मैले माथि के देख्नुभयो होइन फुलहरू कस्तो थियो होइन भर्याङभरि कस्तो थियो फुलहरू होइन त्यो फुलहरू तपाईँले देख्नुभयो होला होइन देखेँ होइन कोहीले त्यस्तै रोपेछ होला मैले जस्तै यस्तै रोप्नु होला राम्रो हुन्छ यो सहरको घरमा अनि अलिक हुन्न के फेरि यो अलिक जग्गा पनि ठुलो हुन्न त्यही भएर ड्रागन फुलहरू यताउति गमलाहरू धनियाँ अनि पियाजहरू रोप्नाले त होइन छतमै रोप्ने आखिर होइन तपाईँहरूले देख्नुभयो होला होइन यो देखेर पनि कोहीलाई राम्रो लाग्यो होला कोहीलाई नराम्रो लाग्यो होला त्यो पनि ठिकै छ तपाईँले कमेन्ट पनि गरिदिनु होला अनि तपाईँहरूलाई कस्तो लाग्यो भल कस्तो लाग्यो त्यो माथि देखाएको फुलहरू रोपेको मैले फुलहरू रोपेको मेरो दिदी घर अनि फुलहरू कस्तो थियो ड्रागन फुलहरू कस्तो थियो अनि फेरि लसुनहरू अनि प्याजहरू होइन सब तलदेखि भर्याङदेखि होइन रोपेर देखाएको थियो तपाईँहरूलाई कस्तो लाग्यो होला तपाईँहरूले मेरो यो भिडियोमा धेरै साथ दिएकोमा धन्यवाद धेरै माया अब अझै अर्को भ्लग पनि यसै माया दिनु होला चाहन्छु म अर्को भ्लग पछि लिएर आउँछु है ओके।